किन आत्तिएको भन त? उसलाई पनि तिमीलाई जति नै पीडा छ, यो जति पनि बाहिर देखिरहेको मान्छे छ नि, उनीहरूको पनि आफ्नो आफ्नै समस्या छ। त्यही उसले देखाएको नक्कली हाँसोलाई विश्वास गरेर ऊ चाहिँ एकदमै खुसीमा छ, मलाई मात्रै पीडा भन्ने सोचेको होइन। कसैले उसलाई सोधेर त ठिक छस्, तँलाई केही प्रब्लम छ मात्र भनिदियो भने नि तिमी भन्दा पहिला ऊ डाको छोडेर रुन्छ। उसकोमा पनि छ त्यति नै, हर थोकबाट टुटेको छ। सुत्दैन ऊ पनि तिमी जस्तै हो, रातभरि सोचेर बसिरहन्छ। केही मेसो पाउँदैन, के गरिरहेको छु, के हुँदैछ केही थाहा छैन उसलाई। बेहोसीमा हिँडिरहेको छ। ऊ पनि हर थोकबाट गलेको छ, आत्तिएको छ, तर उसले देखाएको छैन। ऊ हाँसेर हिँडेको छ। तिमी किन आत्तिनु पर्यो भन न? उसलाई पनि चोट यति छ, हर ठाउँबाट सम्बन्धबाट चोट छ, कामकोबाट चोट छ, आफ्नो शरीरकोबाट चोट छ, जीवन भविष्य हर थोकबाट गलेको छ। ऊ त यसरी हाँसेर हिँडेको छ। तिमी रुनुपर्छ, तिमी निराश हुनुपर्छ, तिमी हिम्मत हार्नुपर्छ। नसोच तिमीलाई मात्रै यो सब परिरहेको छ भनेर। सबजनाको आफ्नो आफ्नै समस्या छ। बस यति हो, तिमीले हाँस्न सकेनौ, उसले झुटो हाँसो भए पनि हाँस्ने निर्णय गर्यो। फरक यति हो। के गर्छौ भन न? तिमी रोएर, आत्तिएर, कराएर को आएर हेर्नेवाला छ? सबको त आफ्नो आफ्नै पीडा छ। तिम्रो पीडा हेरिदिनको लागि यहाँ कोही नै छैन। अनि रोएर के गर्छौ भन त? न त